नमस्ते। आज म एकदमै सिम्पल तर स्वादिलो फिस करी बनाउँदैछु। धेरै बोल्दिन है, बस पकाएर देखाउँदैछु। सुरुमा यी बेसिक सामग्रीहरू चाहिन्छ: अदुवा, लसुन, प्याज, टमाटर, मसला अनि माछा। सिम्पल राख्न मन पर्छ मलाई। धेरै खुर्सानी म रुचाउँदिन किनकि एकदमै पिरो हुन्छ, त्यसैले नखाने। तेल तातिसक्यो। अब यहाँ बेसार, जिरा अनि प्याज हालिदिन्छु र आवाज भन्दा स्वाद महत्त्वपूर्ण हुन्छ मलाई। पकाउँदा पकाउँदै मेरो हजुरबुवा पनि एकदमै एक्साइटेड भएर आउनुभयो र मलाई बेस्ट अफ लक दिनुभयो। मैले चाहिँ 2वटा कराई लिएको छु र एउटा कराईमा फ्राई गरेको छु माछा, भने अर्कोमा चाहिँ कढी बनाउनको लागि रेडी बनाइरहेको छु। कुकिङ मोमेन्ट इन्जोय गर्दा गर्दै मेरो हजुरआमा पनि टुपुक्क लाएर चाहिँ सुगन्ध मिठो आएछ र उहाँले पनि मलाई गुड लक भन्नुभयो। अब टमाटर र मसला राम्ररी चलाइदिन्छु। म त्यही नै चुपचाप कुकिङ मोमेन्टलाई आफै इन्जोय गर्छु। त्यसै गरी पकाउँदा पकाउँदै मेरो भाइलाई पनि एउटा चुप्टा मासु दिएको त उसले पनि एकदमै मिठो भन्यो। बस केही मिनेट अब पाक्न दिन्छु। यो सुगन्ध भने एक्स्ट्रोभर्ट जस्तै एकदमै लाउड छ, तर म भने शान्तै। अब थोरै पानी थपेर माछा हाल्ने बेला भयो। धेरै टर्निङ गरे फुत्किन्छ, त्यसैले हल्कै हातले चलाउँछु। आफू इन्ट्रोभर्ट भए पनि माछाको गन्धले चाहिँ एकदमै एक्स्ट्रोभर्ट भाइब चाहिँ दिने रहेछ है त। अब भने अहिले उम्लिन लागिसक्यो र अब उम्लिँदै यसमा टक्क लाएर धनिया राख्छु। थोरै माथिबाट धनिया छर छर्किन्छु और तयार भयो सिम्पल घरमै बनाउने फिस करी। ज्यादा बोल्दिनँ म, तर खाना चाहिँ मनै खोलेर बनाउँछु। इट्स योर इन्ट्रोभर्ट किचन। इफ यु लाइक दिस भिडियो, डु लाइक, कमेन्ट एन्ड सब्सक्राइब एन्ड सेयर विथ यर फ्रेन्ड्स। एन्ड आफ्नो घरमा पनि यस्तै तरिकाले बनाउन अवश्य पनि नभन्नु होला। थ्याङ्क यू सो मच। ह्याभ अ गुड डे।